नमस्ते मित्रहरू। एउटा गीतमा काम गरिरहेको थिएँ म। हुन त त्यो गीतको प्रोग्रामिङ सकिसकेको छ। हिजो मेरो प्यारो भाइ है दिपुले फ्लुट बजाएर जानुभयो यसमा है। अन्त भाइले फ्लुट बजाएर गयो। मलाई खड्केमा हुन त मैले सिम्पल मैले जति जानेको छु गुरुहरूबाट जति लिएको छु मैले जति अलिकति लिनु सकेको छु त्यो चिजलाई चाहिँ अलिअलि एप्लाई गर्ने कोसिस गरेको छु मैले यो काममा है। अन्त यो गीतमा चाहिँ अलिकति मलाई पियानो बजाउनु मन लाग्यो है। अलिकति पियानोहरू मैले त त्यस्तो कर्डहरू त्यस्तो केही पनि छैन खासै त सिम्पल एउटा त्यो नानीहरूले पनि बजाउन सक्छ त्यो चिजहरूलाई लिएर चाहिँ काम गरेको छु मैले। एउटा सानो नानीले गीत हो यो है। अन्त म यसरी म बजाउँदैछु त्यसको पियानो है। तपाईँहरूलाई कस्तो लाग्छ है तपाईँहरूलाई हेर्नुहोस्, तपाईँहरू सुन्नुहोस्, कमेन्ट गर्नुहोस्। यो गीत आउनुको त यसरी आउँदैछ यो अगाडि तपाईँहरूको अगाडि है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। गुरुहरूले जति मैले लिनु सकेको गुरुहरूले सिकाउनु त अब धेरै 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 गुरुहरू त अब ज्ञानको भण्डारहरू नै हुनुहुन्छ गुरुहरू होइन। तर पनि अब अलिकति साह्रै छ, टफ छ म्युजिक चाहिँ। त्यो ठक्कै गुरुहरूको किनभने उनीहरूले कति कति वर्ष तपस्या गरेको हुन्छ केही चिज पाउनुको लागि उहाँहरूले होइन। त्यसै चाहिँ उहाँहरू गुरु भएको चाहिँ होइन क्या। कति 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 टाइम उहाँहरूले म्युजिकलाई दिएको हुन्छ, यति दुःख गर्नुभएको हुन्छ आफ्नो समयमा, यति टडल दुःख गरेर चाहिँ उहाँहरू चाहिँ गुरु भएको म्युजिकको गुरु एकदमै म्युजिकको चाहिँ पुख्ता। तर उहाँहरूले पनि भन्नुहुन्छ एउटा कुरो चाहिँ म्युजिक चाहिँ समुद्र हो जसलाई नापिसकेपछि नि त्यहाँभित्र बहुत कुरो चिज भेट्छ अरे क्या। खोजेर चाहिँ कसैले पनि खोजिसकेको छैन आजसम्म भन्नुहुन्छ गुरुजीहरूले होइन। त्यसले गर्दाखेरि अब हामी त भयङ्कर जान्ने हुनु बाठो हुनु त त्यो त कुरै आउँदैन, त्यो त डेन्जर हो यो एकदमै त्यो। अन्त त्यो जति जानेको छौँ जति आफ्नो भएको चिजलाई छ जति आफ्नो ल्याकतले भ्याएको छ त्यति चाहिँ युटिलाइज गर्ने हो हामीले, त्यसैमा काम गर्ने हो होइन। अब त्यो डराएर त्यो गर्दै गरेन भने फेरि झन् खतम हुने हो। त्यो के पनि हुँदैन फेरि त्यसको, त्यो के पनि हुनेवाला छैन त्यसको। डराएपछि फेरि गर्नैपर्छ। जति जानेको छ जति बुझेको छ त्यो हिसाबले काम गर्नुपर्ने हो। मैले गरेको छु गर्दैछु है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। बाँकी त अब नजाने कुरोहरू गुरुजीहरू छँदैछ, एकदमै टेन्सन लिने कामै छैन हामीलाई होइन। अहिलेको डेटमा त गुरुजीहरूलाई ठ्याक्कै नक मात्रै गर्नुपर्छ, गुरुजीहरू पुरा भए हुनुहुन्छ। ओके सो अब चाहिँ म है यो गीतमा म हल्का पियानो एउटा नानीहरूले जसरी बजाउँछ त्यसरी बजाउने प्रयास गर्दैछु। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला यो गीतको लागि प्लिज है। ओके ओके त्यस्तो बेसी केही कर्ड लागेको छैन, सिम्पली
कस्तो लाग्यो है। यसमा अलिकति केही थप्ने प्रयास गरेको मैले है। तपाईँहरूलाई कस्तो लाग्यो है कमेन्ट गर्नु होला। म्युजिक त अब हेर्नुहोस् एउटा कलाकारहरूको सङ्गीत भन्ने चिज यति ठुलो चिज हो म्युजिक है। मान्छेले सिम्पल रूपले लिन्छ म्युजिक हुनु त आजभोलि एआईको जमाना छ। कतिजना कति म्युजिसियनहरूलाई मन दुखिरहेको होला है। एआईले काम खाइदिँदैछ अहिले म्युजिसियनहरूको काम खाइदिँदैछ। नट ओन्ली म्युजिसियन है, सिङ्गरहरूको धरि खाइदिँदैछ। अहिले म्युजिक यस्तो हुँदैछ, म्युजिकको म पनि नजानेको होइन, म्युजिकको एमको पनि परिभाषा राम्रोसँग थाहा नभएको अहिलेको हुनु त मैले कुनै आक्षेप लगाएको होइन आउने नयाँ पिँढीहरूलाई होइन। उनीहरूले चाहिँ के गर्दैछ भने चाहिँ एउटा सब्सक्रिप्सन लिएर चाहिँ सब्सक्रिप्सन कि लिन्छ, पैसा तिर्छ होइन। पैसा तिरेर चाहिँ उनीहरूले एउटा लिरिक्सहरू हाल्छ ल बाटेबाट के लेखेर हाल्छ है। हालेर चाहिँ एउटा म्युजिक क्रिएसन गरेर चाहिँ 2,000 3,000 चाहिँ दिने गरेको रहेछ अहिले होइन। दिँदो रहेछ त्यसरी अब बनिँदो रहेछ गीतहरू है 3,000 4,000 होइन। अब हामी यति डरलाग्दो सामदाम लिएर बसेको छौँ यहाँ म्युजिक गर्नुको लागि होइन। मैले हुनु त त्यो उहाँहरूलाई मैले त्यो म्युजिक त्यो उयो गरेको त होइन, त्यो अहिले समयको माग हो त्यो होइन। त्यो चाहिँ समयको माग हो। अहिले सायद केटाकेटीहरूले अहिले म्युजिकलाई बुझ्छ नै त्यसरी नै होला सायद होइन। म्युजिकको लागि कति दुःख गर्नुपर्छ, कति तपस्या गर्नुपर्छ, कति साह्रो छ म्युजिकलाई बुझ्नु म्युजिकलाई। तर त्यो एआई सबमिटेड सङहरू है क्षणिक त्यो युज गर्दैछ। तर मलाई त्यो चाहिँ कस्तो लाग्छ भने चाहिँ तर कसैले मन नदुखाउने है मेरो कुरामा है। त्यो चाहिँ अब अलिकति रफ टाइपको पाराले सुन्छ होला सायद कसैले होइन। त्यो चाहिँ तपाईँको त्यो म्युजिक चाहिँ मलाई कस्तो लाग्यो भने चाहिँ एउटा त्यो पाहाडे गाईलाई चाहिँ जर्सी गाईको समथिङ के दिएर चाहिँ कन्सेप्ट गराएको जत्तिकै हो। त्यो चाहिँ राम्रो होइन होइन। युवाहरूले बुझ्नुपर्छ यो कुरो चाहिँ। म्युजिक चाहिँ त्यति इजी चाहिँ छैन, त्यति इजिली म्युजिक गरेर चाहिँ त्यो इम्पोसिबल कुरो हो। अन्त त्यसले गर्दाखेरि युवाहरूले चाहिँ बुझ्ने कुरालाई म्युजिकलाई चाहिँ दुःखै गर्नुपर्छ। थ्याङ्क यू भेरी मच है। कसैलाई पनि मन नदुखोस् मेरो यो कुराले चाहिँ है। किनभने म एउटा सानो एउटा स्टुडेन्ट हो, सिक्दैछु केही बुझ्दैछु। तर पनि म आज यो जग्गामा बसेर फेस गर्दैछु यो चिजहरू होइन। त्यसले गर्दा चाहिँ भनेको हो। अन्त म्युजिकलाई त्यति सजिलोसँगले होइन उहिलेको हाम्रो पुर्खाहरूले बनाएको म्युजिकलाई चाहिँ एकदमै सजिलो पारेर रफली निकालेर चाहिँ हाइलाइट हुन्छु भन्ने चाहिँ कोसिस नगर्नु कसैले पनि, राम्रो पनि होइन। म्युजिक गरेपछि लामो बाँच्नुपर्छ, हामी बाँच्नुपर्छ, एकदमै लामो बाँच्नुपर्छ म्युजिकको दुनियाँमा चाहिँ। एआईलाई चाहिँ आज गरे काम भोलि बिर्सिन्छ। प्लिज सङ्गीतकारहरू जति पनि आउने भाइ बहिनीहरूलाई छ, प्लिज गुरुहरूकोमा जानुहोस्, एबिसिडी सिक्नुहोस्, हरेक चिज बुझ्नुहोस्। जसरी मैले गरिरहेको छु दुःख गरेर त्यसरी गर्नुभयो भने चाहिँ सायद बेसी भन्दिनँ ल। ओके बाई, गुड नाइट। आज राति बसेर भिडियो बनाउँदैछु। कसैलाई पनि मेरो कुरा मन परेन भने मनमा नलिने, मन पऱ्यो भने चाहिँ प्लिज लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। जय हिन्द, जय भारत।